90 सालको भूकम्पले पुर्याएको क्षतिको स्मरण गर्दै 14औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै नेपालका अधिकांश अस्पताल समेत भूकम्पबाट सुरक्षित नरहेको अध्ययन प्रतिवेदनको निष्कर्ष। मौसमको खराबीका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित, आन्तरिक उडान सुचारू भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै शुरू हुन सकेन। डोमेस्टिक राष्ट्रहरूको दोस्रो मन्त्री स्तरीय बैठक काठमाडौँमा शुरू। विकासोन्मुख मुलुकहरूको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन उप प्रधानमन्त्री श्रेष्ठको आग्रह। विद्युत प्राधिकरणले लोड शेडिङको समय फेरि बढायो। आजदेखि दैनिक 14 घण्टासम्म विद्युत आपूर्ति बन्द हुने। र डिफेन्डिङ च्याम्पियन किम क्लाइटर्स मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्ड स्लाम। अस्ट्रेलियन टेनिसको दोस्रो चरणमा सिन्के लिना पनि पहिलो खेलमा विजयी। अब समाचार विस्तारमा। आज माघ 2 गते अर्थात 14औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस। विक्रम सम्वत 1990 साल माघ 2 गते काठमाडौँमा भएको भूकम्पबाट ठूलो क्षति भएपछि त्यसैको सम्झनामा 2055 सालदेखि नेपालमा आजको दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। आज काठमाडौँ लगायत देशभर नै भूकम्पबाट बच्नका लागि सुरक्षित रहनुपर्ने जनचेतनामूलक कार्यक्रमहरू भइरहेका छन्। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको पछिल्लो अध्ययन अनुसार उपत्यकामा 1990 सालको जस्तै भूकम्प गएमा ठूलो क्षति हुने देखिएको छ। उपत्यकामा रहेका अस्पतालहरू समेत भूकम्पबाट सुरक्षित नरहेको समेत समाजले बताएको छ। भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको पछिल्लो अध्ययनका अनुसार 90 सालको जस्तो भूकम्प गएमा काठमाडौँमा मात्रै 1 लाख मानिसको मृत्यु हुन सक्ने र 3 लाख मानिस घाइते हुन सक्ने अनुमान गरिएको छ। यसैबीच सरकारले भूकम्पबाट जोगिने उपायहरूको अवलम्बन गरेर समयमै सचेत हुन समेत सबैलाई आग्रह गरेको छ। खराब मौसमका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानको उडान तथा अवतरण प्रभावित भएको छ। विमानस्थलको भिजिबिलिटी अत्यन्त कम भएका कारण उडान प्रभावित भएको हो। विमानस्थल अन्तर्राष्ट्रिय उडान सूचना शाखाका अनुसार अझैसम्म अन्तर्राष्ट्रिय उडान शुरू हुन सकेको छैन। विमानस्थलमा 3200 मिटरको भिजिबिलिटी हुनुपर्नेमा 2000 मिटर मात्र भिजिबिलिटी रहेको छ। सोही कारण कुनै पनि अन्तर्राष्ट्रिय उडान र अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ। आन्तरिक उडान भने बिहान 10 बजेपछि सुचारू भएको छ। बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक राष्ट्रहरूको दोस्रो मन्त्री स्तरीय बैठक आजदेखि काठमाडौँमा शुरू भएको छ। बैठकको उद्घाटन गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठले सामाजिक र आर्थिक विकासका लागि बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री श्रेष्ठले बिमस्टेकले सामूहिक नेतृत्वको विकास गर्दै विकासोन्मुख मुलुकहरूको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपालले सन् 2012 लाई लगानी वर्षको रूपमा मनाउने घोषणा गरिसकेको सन्दर्भमा नेपाल अन्तर्राष्ट्रिय पुँजी बजारको नयाँ गन्तव्य हुन सक्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो। Across different regions of the world, such situation undoubtedly this has adverse impacts on whole economic system, as we notice the decline of investment and economic growth in some developing countries, especially the least developed ones. It is stands to reason that it is in this century itself that our society and community will progress or regress depending on our ability to find a common ground across our region. मन्त्री स्तरीय सो बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व अर्थमन्त्री वर्षमान पुलले गर्नुभएको छ। बैठकमा बिमस्टेकसँग आबद्ध 7 देश नेपाल लगायत भूटान, थाइल्याण्ड, म्यानमार, श्रीलंका, भारत, बंगलादेशको सहभागिता रहेको छ। बैठकमा सन् 2008 मा बंगलादेशमा सम्पन्न पहिलो बैठकले पहिचान गरेका विभिन्न 14 क्षेत्रको समीक्षा गरिनुका साथै नेपालले मस्यौदा गरेको गरिबी निवारणका लागि कार्ययोजनालाई अनुमोदन गर्ने कार्यक्रम रहेको छ। नेपाल र भारत बीचको द्विपक्षीय गृह सचिव स्तरीय बैठक आजदेखि भारतको नयाँ दिल्लीमा शुरू हुँदैछ। 2 दिने सो बैठकमा सीमा सुरक्षा,
सीमा क्षेत्रमा हुने अपराध, सुपुर्दगी सन्धि, जाली नोट कारोबार लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन गृह सचिव सुशील जंगबहादुर राणा हिजो नै 11 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिल्ली पुग्नु भएको थियो। प्रतिनिधि मण्डलका सदस्य एवं गृह प्रवक्ता शंकर कोइरालाले बैठक मानव तस्करी, चोरी पैठारी, लागू औषधको ओसार पोसार लगायत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा केन्द्रित हुने बताउनुभयो। दुवै मुलुकका सुरक्षा निकायबीच सूचना आदान प्रदान तथा आपसी सम्बन्ध सुदृढीकरण, भारतीय जाली नोटको कारोबार नियन्त्रण, विधिको शासन स्थापना तथा कानून कार्यान्वयनमा सुरक्षा निकायको जिम्मेवारी र भूमिका बारे पनि बैठकमा विचार विमर्श हुनेछ। प्रतिनिधि मण्डलमा परराष्ट्र कानून तथा न्याय मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू रहनेछन्। यसैबीच उप प्रधानमन्त्री एवं गृहमन्त्री विजय कुमार गच्छदार पनि बुधबार भारतको राजधानी नयाँ दिल्ली जानुहुने कार्यक्रम रहेको छ। तर गच्छदारको भारत भ्रमणलाई मन्त्री परिषदले भने औपचारिक रूप दिइसकेको छैन। समाचार जारी छ, हामी ब्रेकपछि आउँछौं। ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारीका लागि नेकपा एमालेको स्थायी समितिको बैठक बसिरहेको छ। पार्टी कार्यालय बल्खुमा जारी बैठकमा पटक पटक स्थगित हुँदै आएको राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको तयारीका विषयमा छलफल भइरहेको बताइएको छ। राष्ट्रिय प्रतिनिधि परिषदको भेला महाधिवेशन पछिको दोस्रो शक्तिशाली निकाय हो। राष्ट्रिय प्रतिनिधि परिषदको भेला फागुन 21 गतेदेखि 23 गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। बैठकमा पार्टी एकताका लागि जारी अभियानका बारेमा पनि छलफल हुने बताइएको छ। शासकीय स्वरूप र राज्यको पुनर्संरचनाका विषयमा आधिकारिक धारणा तय गर्न भोलिका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक एक दिन पर सरेको छ। भोलि बिहानका लागि बैठक बोलाइएको भए पनि पर्सिसम्मका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। विशेष कारणवश भोलिका लागि बोलाइएको बैठक पर्सिसम्म बिहानका लागि सारिएको केन्द्रीय कार्यालयले जनाएको छ। पर्सि बिहान 8 बजे केन्द्रीय कार्यालय सानेपामा नै संयुक्त बैठक बस्ने कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। शासकीय स्वरूपका विषयमा नेताहरूले आफ्नै धारणा सार्वजनिक गर्ने क्रम बढ़ेपछि कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको हो। नेपालमा बिजुली बत्ती बल्न थालेको 100 वर्ष भन्दा बढ़ी भइसक्यो, तर पनि नेपालका अधिकांश ठाउँमा बिजुली पुग्न सकेका छैनन्। बिजुली पुगेका ठाउँका जनता पनि लोड शेडिङको कारण प्राय समय अँध्यारोमा बिताउन बाध्य छन्। विद्युतको माग अत्यधिक र उत्पादन कम भएपछि आजदेखि लोड शेडिङको समय फेरि थप भएको छ। थप भएको लोड शेडिङको तालिका अनुसार अब दैनिक 14 घण्टा लोड शेडिङ हुनेछ। जिल्ला अस्पताल र जिल्लाका अन्य प्राथमिक स्वास्थ्य केन्द्रमा गरी 6 जना चिकित्सकको दरबन्दी भए पनि बर्दियामा दरबन्दी अनुसार चिकित्सक नहुँदा बिरामीहरूले शास्ति खेप्नु परेको छ। 6 जना एमबीबीएस चिकित्सकले दरबन्दी भए पनि दरबन्दी अनुसारका चिकित्सक भने अस्पतालमा पुगेका छैनन्। भएका 3 जना चिकित्सक पनि जिल्ला अस्पतालमा मात्र सीमित रहेका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा 3 जना चिकित्सकको दरबन्दी भए पनि हालसम्म आएका छैनन्। विगतका वर्षमा चिकित्सक आए पनि काम गर्ने वातावरण नभएको भन्दै अन्य जिल्लामा जाने र काजमा बस्ने परम्परा बसेको बर्दिया अस्पतालमा हाल चिकित्सक भए पनि गुणस्तरीय सेवा नपाउँदा बिरामीहरू छिमेकी जिल्ला बाँके र भारतको लखनऊ जाने गरेका छन्। सदरमुकाम गुलरिया बाहिर रहेका सोरहवा, मगरागाडी र राजापुरका प्राथमिक स्वास्थ्य केन्द्रमा हालसम्म चिकित्सकहरू आएका छैनन्, जसका कारण त्यस क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्। जिल्ला अस्पतालमा चिकित्सक भए पनि अधिकांश समय फिल्ड र गोष्ठीमा व्यस्त हुने हुँदा जिल्ला अस्पतालमा समेत बिरामीको चाप घट्न थालेको छ। जिल्ला अस्पतालका जनस्वास्थ्य प्रशासक अच्युत लामिछानेले दरबन्दी अनुसार चिकित्सक नभएको स्वीकार गर्दै चिकित्सकको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिए। बर्दियाको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरेर जम्मा 6 जनाको दरबन्दी हो। त्यसमा अस्पतालको 3 जनाको दरबन्दी
फुलफिल नै छ र प्राथमिक स्वास्थ्य केन्द्र 3वटामा अहिले डाक्टरहरू खाली भएको विषयमा मन्त्रालयबाट यहाँ उपसचिव एकचोटि आउनु पनि भयो त्यो बीचमा र हाम्रो माग गरेर पठाउने हुन्छ प्रत्येक 3-3 महिनामा कर्मचारीहरू खाली भएको नभएको माग्निन्छ त्यसमा मागेर हामीले पठाइसकेका छौं। जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार चिकित्सक नहुँदा उपचारका लागि भारत जानुपर्ने बाध्यता रहेकाले यसका बारेमा स्वास्थ्य मन्त्रालयको ध्यान जानुपर्ने बर्दियावासीले माग गरेका छन्। बर्दियाबाट कृष्ण भण्डारी, हिमालय टेलिभिजन। चालकको लापरवाहीका कारण इटलीमा पानी जहाज दुर्घटना भएको जहाज कम्पनीका मालिकले बताएका छन्। कोस्टा क्रुइजेज नामक सो जहाज कम्पनीले वेबसाइट मार्फत दुर्घटनामा चालकको लापरवाही देखिएको बताएको हो। कम्पनीले चालकले आपतकालीन स्थितिमा अपनाउनुपर्ने कुनै पनि प्रक्रियाको पालना नगरेको समेत बताएको छ। शुक्रबार दुर्घटना भएको सो जहाजमा 1000 भन्दा बढी जहाज कर्मचारी सहित 4200 यात्रु रहेका थिए। दुर्घटनामा 5 जनाको मृत्यु भएको छ भने 20 जना घाइते भएका छन्। अझै 15 जना बेपत्ता छन्, अन्यको भने उद्धार गरिएको छ। ओस्कार अवार्ड पछिको सबैभन्दा चर्चित एवं प्रतिष्ठित मानिने चलचित्र क्षेत्रको गोल्डन ग्लोब पुरस्कारको घोषणा भएको छ। अमेरिकाको लस एन्जल्समा भएको गोल्डन ग्लोब पुरस्कार समारोहमा द डिसेन्ट सर्वश्रेष्ठ चलचित्र भएको छ भने सर्वश्रेष्ठ निर्देशकको अवार्ड ह्युग चलचित्रका निर्देशक मार्टिन स्कोर्सेजीलाई प्रदान गरिएको छ। जर्ज क्लूनी र मेलिन स्ट्रिपले सर्वश्रेष्ठ अभिनेता र अभिनेत्रीको अवार्ड पाएका छन्। हास्य विधामा द आर्टिस्टले सर्वश्रेष्ठ चलचित्रको पुरस्कार पाएको छ भने हास्य अभिनेता र अभिनेत्रीको पुरस्कार ड्युजडा र मिशेल विलियम्सले प्राप्त गरेका छन्। द आर्टिस्टले कुल 3 विधामा पुरस्कार पाएको छ। वुडी एलनलाई मिडनाइट इन पेरिस चलचित्रबाट सर्वश्रेष्ठ स्क्रिन प्लेको पुरस्कारले सम्मानित गरिएको छ। सानो पर्दाको सर्वश्रेष्ठ अभिनेत्रीको रूपमा केट विङ्सलेटलाई पुरस्कृत गरिएको छ। अब खेलकुद समाचार। डिफेन्डिङ च्याम्पियन किन क्लाइस्टर्स मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेकी छिन्। सोमबारदेखि मेलबर्नमा शुरू भएको प्रतियोगिताको पहिलो चरणको खेलमा क्लाइस्टरले पोर्चुगलकी मारिया जो कोइलेरलाई 7-5 र 6-1 को सोझो सेटमा पाखा लगाइन्। पहिलो सेटमा 7-5 ले जीत निकालेकी क्लाइस्टरले दोस्रो सेटमा भने कोइलेरलाई खेलमा फर्कन नदिई 6-1 को अग्रता निकाल्दै 2-0 को सेटमा जीत हात पारिन्। आज भएको अर्को खेलमा चीनकी ली नाले पनि रसियाकी सेनिया पेर्भकलाई 6-3 र 6-1 को जीत निकाल्दै दोस्रो चरणको यात्रा तय गरिन्। गत सिजनको विम्बल्डन विजेता लीनाले पहिलो सेट 6-3 ले जितिन् भने दोस्रो सेटमा झनै उत्कृष्ट प्रदर्शन गर्दै 6-1 को जीत निकालिन्। उता विश्व वरियतामा तेस्रो स्थानमा रहेकी भिक्टोरिया अजरेन्काले पनि दोस्रो चरणमा प्रवेश गर्न सफल भइन्। बेलारुसकी अजरेन्काले ग्रेट ब्रिटेनकी हिदर वाट्सनलाई 6-1 र 6-0 को सोझो सेटमा पाखा लगाउन सफल भइन्।